अनि आज स्किल डेभलपमेन्ट डिपार्टमेन्ट यहीँ छ, तपाईँको यो प्राङ्गणमा हामी छौँ। अनि आज स्किल डेभलपमेन्ट डिपार्टमेन्टको सचिव महोदय पनि हुनुहुन्छ र स्किल डेभलपमेन्ट डिपार्टमेन्टबाट पनि हामी नियुक्ति केन्द्रको गठन गरेर हामीले अहिलेसम्म जम्मा 300 जनाभन्दा पनि ज्यादा भाइ बहिनीहरू विभिन्न सेक्टरमा, होटेल सेक्टर, विभिन्न सेक्टरमा हामीले उनीहरूलाई काम दिलाइदिसकेका छौँ। हामीले उनीहरूलाई नोकरी एडजस्टमेन्ट गरिसकेका छौँ। त्यसको पनि हामीले एउटा कार्यक्रम गर्छौँ र हामीले यसरी जम्मै मिलेर सिक्किमलाई एउटा राम्रो राज्य बनाऊ, सिक्किमलाई एउटा सुन्दर राज्य बनाऊ अनि सिक्किमलाई आत्मनिर्भरको राज्य बनाऊ भन्ने हाम्रो विचार छ। हाम्रो राज्य सिक्किममा पनि वर्षौंदेखि रही आएको बेरोजगारीको समस्या दिनहुँ बढेर गइराखेको छ। दिशाविहीन छन्, युवाहरू भट्किरहेका छन् रोजगारका अवसरहरूको खोजीमा। वैश्विक महामारी कोभिड-19 को एक जटिल कारणवश कयौंले राज्य बाहिरबाट रोजगार छाड्न बाध्य बने, बेघर बने, बेरोजगार बने। यस समस्याको समाधान शीघ्र निर्मूल नपारे आगामी भविष्यमा अझ बढेर जाने प्रत्यक्ष सम्भावना छ। यसै सन्दर्भलाई मध्यनजर गरी हाम्रो शान्त अनि सुन्दर सिक्किमका जनप्रिय वर्तमान सरकारको सफल नेतृत्वमा तथा दूरगामी पारदर्शिताद्वारा युवा वर्गलाई सृजनशील, पौरखी तथा उद्यमी बनाई एवं शिक्षित बेरोजगार युवाहरूलाई सुनौलो भविष्य प्रदान गर्न, योग्यता अनुसार नौकरी प्रदान गर्न औ व्यापार वाणिज्य स्थापित गरी स्वनिर्भर बनाउन, लघु उद्योग धन्दा निमित्त तालिम प्रदान गराई, योग्य बनाई सब्सिडी युक्त ऋणहरू प्रदान गर्ने दिशामा उल्लेखनीय कदम लिई नियुक्ति केन्द्रको स्थापना गर्नुभएको छ। नियुक्ति केन्द्रलाई राम्ररी बुझ्न हाम्रै राज्य सिक्किमका युवाहरू जसले विगतमा कसरी ती परिस्थितिहरूसँग जुझे, कसरी ती बेरोजगारीको चुनौतीहरूको सामना गरे, किञ्चित हरेस नखाई अघि बढ्दा कसरी दिशा निर्देश पाए अनि सुनौलो सपनालाई साकार दिए, ती उदाहरणीय उद्यमी युवाहरू हुन् टासी, मोहन अनि किकु। टासी एक सिक्किमे युवा जसले उच्च शिक्षा हासिल राज्य बाहिर नै गरी राज्य बाहिर नै सानातिना काम धन्दा गर्दछ। वैश्विक महामारीको वर्षौं व्यापी लकडाउनको कारणवश त्यो काम धन्दा पनि हातबाट छुट्न पुग्छ। दिनदिनै उमेर बित्दै जान्छ, काँधमा घरबारको जिम्मेवारी उत्तिकै बढेर जान्छ। नौकरी चाकरीको तलासमा भौतारी हिँड्छ, तर अफसोस कुनै समाधान नजर आउँदैन, दिशा निर्देश गर्ने सुराख कहीँ पाउँदैन। मोहन घरको अनेकानेक परिस्थिति आदिले गर्दा आफ्नो पढाइ पूर्ण गर्न नपाई आफ्नो बाआमालाई हात बटाई दुःख सुखको दिनहरू बिताइरहेका हुन्छन्। किकु एक यस्ता महिला जसले सानै उमेरमा वैवाहिक बन्धनमा परि घरको कामकाजमा नै दिनहरू बिताउँदै अपूर्ण शिक्षा अनि बेरोजगार जिन्दगीको खल्लो जिन्दगी जिउन बाध्य भएका हुन्छन्। भगवानका घर देर है पर अन्धेर नहीं भन्ने कुरोलाई चरितार्थ हुन पुग्छ। किकु फोनमा इन्टरनेट चलाइरहेको हुन्छन् र त्यहाँ उसले नियुक्ति केन्द्रबारे जानकारी पाउँछ र सुनौलो भविष्य सजाउने दिवा सपना बोकी एक दिन राजधानी गान्तोक निमित्त प्रस्थान गर्छ। टासी त धेरै पढेको केटा, उसले पनि इन्टरनेटद्वारा नै नियुक्ति केन्द्रको बारेमा जानकारी पाउँछ। मोहन जो अपूर्ण शिक्षा गाउँको पञ्चायतबाट सुलाक पाएर भइभरको कागजपत्र बोकी पस्याङ पस्याङ गान्तोक पुग्छ।
ती तीनैजना एकै जग्गा पुग्छ नियुक्ति केन्द्र, जहाँ ती सबैले आफ्नो बेरोजगारी समस्याको समाधानको दिशा निर्देशनहरू लक्षित पाउँछन्। काशीलाई उसको उच्च शिक्षा अनि स्किल ज्ञानको अनुसार सिड सेल अर्थात् सिक्किम एन्टरप्रेन्योरसिप एन्ड इकोनोमिक डेभलपमेन्ट सेल पठाइन्छ, जहाँ व्यापार वाणिज्य गरी स्वनिर्भर बन्न सब्सिडीका लोन पाइने बारे जानकारी गराइन्छ। मोहन आफ्नो अधुरो पढाइ तर विज्ञानमा चासो भएको हुँदा नियुक्ति केन्द्रद्वारा उसलाई टेक्निकल स्किल प्राप्त गर्न रोजगार बन्न आइटिआई पठाइने व्यवस्था हुन्छ। किकुले DDU-GKY स्किम बारे जानकारी पाउँछ। र स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ जोरथाङ दक्षिण सिक्किममा PIA-द्वारा प्राप्त गरिने ब्युटी एन्ड वेलनेस ट्रेनिङ अन्तर्गत किकुले कम्प्युटर ट्रेनिङ, इङ्ग्लिस साथै कम्युनिकेसन स्किलबारे पनि शिक्षा हासिल गर्दछ। मोहन आफ्नो अधुरो पढाइ तर विज्ञानमा चासो भएको हुँदा नियुक्ति केन्द्रद्वारा उसलाई टेक्निकल स्किल प्राप्त गर्न रोजगार बन्न आइटिआई पठाइने व्यवस्था हुन्छ। आइटिआई जहाँ विभिन्न टेक्निकलका प्रशिक्षण निशुल्क गराइन्छ, सट्टामा पाकेट खर्च निम्ति मासिक स्टाफिङ पनि प्रदान गरिन्छ। त्यहाँ उसले आफ्नो रुचि अनुसार तालिम प्राप्त गरी रोजगार योग्य बन्दछ। मोहनले आइटिआईबाट टेक्निकल क्षेत्रमा इलेक्ट्रिकलको तालिम प्राप्त गरे अनुसार उनले आफ्नो नजिकको शहरमा इलेक्ट्रिक सम्बन्धित रोजगार प्राप्त गरी खुशहाल जिन्दगीको सुरुवात गर्दछ। काशी जसले उच्च शिक्षा हासिल गरे अनुसार प्राप्त गरेको एन्टरप्रेन्योरसिपको योजना अनुसार गत 1 वर्षदेखि दक्षिण सिक्किमको तेमी बजारमा एक विशाल बेकरीको स्थापना गरी अन्य युवाहरूलाई पनि रोजगार प्रदान गरी सफल जीवनयापन गर्दछ। किकुले स्किल ट्रेनिङ प्राप्त गरे पश्चात आफूलाई एक स्वाभिमानी व्यक्तित्वको परिचयात्मक दिशामा आफूलाई एक सफल रोजगार योग्य बनेपछि सिक्किम राज्यकै एक नामी सौन्दर्य क्षेत्रको कम्पनीमा रोजगार प्राप्त गर्दछ, जसको फलस्वरूप उनी एक सक्षम अनि प्रतिष्ठित बन्ने गर्दछ। र यसरी वर्तमान सिक्किम सरकारद्वारा सृजित नियुक्ति केन्द्र राज्यका बेरोजगार युवा पिँढी निम्ति वरदानको सुनौलो आयाम बन्दछ। त्यसोस्ले अति प्यारे युवावर्ग अब देर नगरौँ, समय खेर नफालौँ, अवसरलाई प्राप्त गर्न नियुक्ति केन्द्रतर्फ अघि बढौँ, स्वनिर्भर बनौँ, आर्थिक सङ्कटलाई दूर भगाउँ, विभिन्न कौशल योजनाहरूको लाभ उठाई कार्यशील बनी राज्य अनि देशलाई अघि लगाउँ।